दाइ दुईटा अन्डा फुटाएर कस्तो अनुभव भइरहेछ? सबैजनाले भन हेलो गाइज वेलकम ब्याक टु माई भ्लग है। आज चाहिँ ह्याप्पी होली सबैलाई ह्याप्पी होली। अब म चाहिँ अन्डा फुटाउन जाँदैछु है। एकजना हाम्रो झाडु हान्नुपर्छ एउटा अन्डा ल हान्छु हजुर दाइ। ब्लग हो स्टार्ट हजुर दाइ ह्याप्पी होली दाइ। विकास दाइ ल्याऊ दाइ ह्याप्पी होली झाडु ह्याप्पी होली होइन दाइ ह्याप्पी होली झाडु मेरो ह्याप्पी होली ह्याप्पी होली है। ऊ दाइले सिकाएको मलाई ला के भयो यहाँ ह्याप्पी होली भाइ। आनन्द ब्लग हुँदैछ क्या सबैजनाले भन ह्याप्पी होली कृष्ण दिदी। के त नाच्नु अनुहार देखाइदिनु नि एकचोटि अनुहार रियल फेस। नाम के हो तपाईँको? गोरेश। एकदम राम्रो हुँदैछ दिदी। ल अलिकति लु दिदी थोरै मात्रै ल। हजुर आमा ह्याप्पी होली भनिदिनु त यहाँ भनिदिनु न। ह्याप्पी होली ह्याप्पी होली मेरो भाइलाई सब्स्क्राइब गरिदिनु होला। मेरो भाइलाई खेल्न पाइयो छोरालाई ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे। ए कहाँ आज ह्याप्पी बर्थडे हो त हो। दाइ दुईटा अन्डा फुटाएर कस्तो अनुभव भइरहेछ? थ्याङ्क यू है दाइ मेरो सब्सक्राइबर भनिदिनु भएको। हजुर दाइ भन्नु न।
मेरो यो सब हालत गर्ने यही मान्छे हो यही मान्छे हो यही मान्छेले हो एकचोटि अन्डा कसम यार आज मलाई डेढु बनाए कसम डेढु हो त्यसमा डेढुको पनि दाइले छ अनि एउटा के लेखन पहिला यो मेरो यस्तो हालत बनाउनु यही मान्छे हो यही मान्छे हेर्नु है सबैजनाले यही मान्छेले मेरो यस्तो हालत गरिदिएको आज म होली खेल्दिनँ भन्दै आएको थिएँ र पनि हेर्नु नि यही मान्छेले जबरजस्ती बिन्ती गर्छु यो मान्छे पछि सब्सक्राइब गर्छु होला प्लिज जति सक्दो हुन्छ एजुकेट गर्न चाहन्छु किनभने उहाँले यो पनि काठको बनाएर एकदम मिठो पाराले यो काठ पनि फालेर काठ पुरा पेन्टिङ गर्दै काठको बनाएको रहेछ अरे काठको बनाएको छ सब्सक्राइबहरू गरिदिनु है यस्तो मान्छेलाई सपोर्ट गर्नुपर्छ यस्तो बिला त कहिले भएन यार अन्डाले के भयो एकदिन बोल्नु के भयो अरे दाइ यो भाइको त फेरि हालिदिनु नि ब्लग हालो छ एउटा सब्सक्राइबर छैन के गरोस् त 80 छ नि 80 जना छ कस्तो हेपेको हो भन दाइ 80 जना छ हौ कैसे कैसे लोग रहते हैं बल्ल भेटेका मोसो कहाँबाट आयो मोसो अलिकति राखेको थिएँ मैले मोसो कहाँ दाइ लक पनि खुलेछ नि रहेछ कति लागिदिएको आजको भिडियो यहीँ सकिन्छ गाइज है मेरो भ्लगहरू अझै आउँदैछ तपाईँहरूले प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला धन्यवाद